दक्षिण हुनेका उद्धारको सहयोगलाई मात्र यसले ठुला उद्धारहरूमा प्रयोग गर्ने गरिन्छ। हामी गर्वका साथ त्यो कहानी लाग्दो हवाई दुर्घटनाको स्मरण गर्न चाहन्छौँ जति बेला पोखराको कृति नदीको दुधमा अड्किएका केही व्यक्तिहरूलाई उद्धारकहरूले नदीको दुधले उद्धार गरेका थिए। यस्ता कार्य नीतिले चित्रित प्राप्त उद्धारकहरू कति पनि विशेषहरू उद्धार कार्यमा तल्लीन हुने गर्दछ। विशेष गरी गहिरोको भिरपाखमा अड्किएका उद्धार घाइतेहरूलाई उद्धार गर्नको लागि रोप मार्फत रेभलिङ तथा क्लाइम्बिङ विधिको प्रयोग गर्ने गरिन्छ। अहिले हामी देख्न सक्छौँ उद्धार गरेर लिइएको घाइतेलाई मेडिकल फोर्स सिस्टमले प्राथमिक उपचार गर्न लागिरहेको दृश्य हामी देख्न सक्छौँ। त्यसपश्चात मेडिकल फोर्स सिस्टमले अर्को टोली रेडी भयो। हाई एङ्गल रेस्क्युको अनुसार स्टेसन फिक्स गरी घाइतेलाई थप उपचारको लागि एम्बुलेन्स मार्फत चितवन मेडिकल कलेज भरतपुरतर्फ लैजाने प्रयत्न गरिरहेको हामी देख्न सक्छौँ। आगामी अतिथिमा बाबुले उद्धारका लागि सबैले अनुकूल परिस्थिति तथा जमिन बनाउन प्राप्त हुन्छ भन्ने छ। सागरो घाटीमा गहिरोकोमा कुनै उद्धार कार्य सञ्चालन गर्नुपर्छ। मान्छे त होइन त्यो डमी सुरक्षित अवस्थामा गर्ने यो तहका अभियान छ। यसको कार्य उच्च तालिम दिने सम्भव छैन। स्मरण होस् तनहुँ जिल्लाको एनापोहरा भन्ने स्थानमा भएको भारतीय विद्यार्थी बोकेको बस दुर्घटनामा ठक्कै मान्छे थियो त है। सीट साइड लै दे भाई। एम्बुलेन्स त यो नि पात्रै हो र के होइन।